सेवा सेमुना सम्पूर्ण मेरो दाजुभाइ तथा दिदीबहिनीहरूलाई केचार मिनी ब्लगमा स्वागत छ। सो साथीहरू, आज चाहिँ म तपाईहरुलाई पुरानो मेरो अकोमोडेसनबाट चाहिँ भिडियो बनाउन गइरहेको छु। कतिजनाले त थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भइसक्यो होला, कतिजनाले चाहिँ थाहा नहुनेहरूले बाँकी कुरा भिडियोमा। सो गाइस, म फेरि पनि तपाईहरुको माझमा मेरो पुरानो अकोमोडेसन आइसकेर एउटा भ्लगको लागि तयार भइसकेको छु। अब म कता कता जान्छु, के गर्छु भनेर तपाईहरुलाई म देखाउने नै छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। गाइस, आज पनि मसँग मेरो दुईजना साथीहरु हुनुहुन्छ हैन। हामी पनि आज पनि आरएलडी नै छौं र यो ठाउँ भनेको चाहिँ मेरो पुरानो अकोमोडेसन हो र पुरानो अकोमोडेसनबाट चाहिँ अब म घुम्न जाँदैछु मेरो पुरानो ठाउँहरुलाई रिमेम्बर गर्नको लागि। मलाई कस्तो लाइन भन्न मन लाग्यो क्या यसरी, मलाई लाइन भन्न मन लाग्यो क्या पहिला यदि है। मलाई यस्तो लाइन भन्न मन लाग्यो कि जुन चाहिँ मायाको लागि क्या। म भने चाहिँ हैन पुरै मायाको लागि पुरै फोन मेसेज गरिरहन्छु, ऊ भने चाहिँ मलाई इग्नोर गरिरहन्छ हैन। अब यस्तै बिचमा चाहिँ एउटा लाइन छ क्या, एकदम दामी लाइन छ क्या। त्यो समयमा समय सापेक्ष चलिरहेको थियो, तिमी मलाई कुरिरह्यो। त्यो समयमा समय सापेक्ष चलिरहेको थिए, तिमीले मलाई कुरिरह्यो। अहिले भने फोन मेसेज गरिरहन्छु म, तिमी भने भुलि गयो। अहिले भने फोन मेसेज गरिरहन्छु म, तिमीले भने भुलि गयो। बा लाइन कस्तो छ तोले? ठिक छ, बवाल छ। अब हाम्रो मार्केट भिजिट। लु साथीहरु, यहाँ हिजो मैले तपाईहरुलाई समुद्रमा देखाएको 5 करोडको मालहरु चाहिँ 1 करोडको मालहरु चाहिँ 1 करोडदेखि 5 करोडसम्मको चाहिँ यहाँ रहेछ है। मार्केट घुमिसकेपछि हामी चाहिँ साथीभाइहरूलाई भेट्नतिर लाग्यौँ।